हेर्नुहोस् अङ्कलले यस्तो माछा मारेर लग्यो। यो चाहिँ हेर्नु नजिकै एउटा टावर बनाइदिएको छ, यु मोबाइल सिमको है, यु सिमको यस्तो छ ल फलफुल। यो चाहिँ तपाईँको देखिने चाहिँ यहाँको स्कुल हो, पोखरी छेउनी रही यस्तो स्कुल बनाइदिएको छ ल। उताको विद्यार्थीहरू यता आउँदैन, सरकारी स्कुल हो फेरि तपाईँको यो चाहिँ। यति राम्रो यति सुन्दर है ल, यस्तो बनाइदिनु पर्यो। हाम्रो सरकारी स्कुलमा नेपालतिर अर्कै हुन्छ फेरि, यताको सरकारी स्कुल यस्तो छ ल हेर्नु, यस्तो छ। ओहो कति रमाइलो छ, यो सब स्कुल हो। यो यस्तो वाल लगाइदिएर होइन, विद्यार्थीहरू बाहिर पनि आउँदैन, कति शीतल हावा चलेको छ। ओहो यति राम्रो बनाइदिएको छ कि यहाँको सरकारले यहाँको नागरिकलाई यस्तो हिँड्नलाई मर्निङ वाक जस्तो गर्नलाई पनि यस्तो राम्रो बनाइदिएको छ। ल हेर्नुहोस् त, यो नयाँ मोटरसाइकल आउँछ न गाडी आउँछ, कोही पनि आउँदैन, आँपको रुख पनि छ ल, तर फलेको छैन, खाँदैन पनि होला यताकोले। लाइट यस्तो लाइट छ, लाइटको सुविधा पनि दिएको छ। केराहरू यसरी लगाएको छ, तर चाहिँ अब खाने त होइन, अब सोपिसलाई होला यस्तो छ। यति रमाइलो छ ल हेर्नुहोस्, यो चाहिँ मलेसियाको स्कुल हो होइन, स्कुल हो यो मलेसियाको सरकारी स्कुल हो, यो चाहिँ सरकारी स्कुल हो। पानी पर्छ विद्यार्थीहरूलाई भनेर यस्तो बनाइदिएको छ कि, तर हुँदेखि चाहिँ होइन, यति रमाइलो बनाइदिएको छ यहाँको सरकारले, यस्तो छ ल, यति राम्रो यति सुन्दर छ। अङ्कल माछा मारेर आउँदैछन्। यस्तो सुन्दर छ है मलेसियामा पनि। यो देख्नुभयो नि, यो मसिनो रुख चाहिँ सुपारीको रुख हो, सुपारीको यो मसिनो रुख चाहिँ सुपारीको रुख हो, मसिनो रुख छ। यस्तो चाहिँ यति रमाइलो छ होइन।